डायबिटिज भइसकेपछि हामीले रेगुलर फलोअप गर्नुपर्ने हुन्छ। नयाँ बिरामी सुगर हाई भएको छ नि त हामीले फ्रिक्वेन्ट फलोअप गर्नुपर्ने छ। तर डायबिटिज तपाईँको कन्ट्रोल भइसकेपछि कमसेकम नजिकै बस्नुहुन्छ नि 3-3 महिनामा एउटा डक्टरले देखाएर धेरै टाढा छ। अब हामी त देशमा एकदम टाढाको बिरामी अनुसार त्यहाँ नजिकको डाक्टर साहबहरू पनि पाउन गाह्रो छ। त्यस्तो बेलामा कमसेकम ढिलोमा भए पनि 6-6 महिनामा एकचोटि तपाईँले चाहिँ रेगुलर फलोअप गर्नुहोस्। रेगुलर फलोअपमा सुगर हेर्ने, अब आँखा हेर्ने, मुटु, किडनी, नसाहरू सबै जाँच गरेर हेर्ने। कमसेकम आँखाहरूमा पनि तपाईँको यदि समस्या छैन भने वर्षमा एकचोटि हेर्दा पनि हुन्छ। मुटुको समस्या छैन भने पनि हामीले चाहिँ अब यो तपाईँको वर्षमा एकचोटि कमसेकम इसिजी इको गर्नु, किनकि सुगरले मुटुहरूलाई पनि बिगार्ने चान्स हुन्छ। किनकि कतिपय बिरामीले हामीले देख्छौँ 18 छैन तर त्यहाँ जाँच गर्दा इसिजीहरू गर्दा हार्ट एट्याक भएको, सब माइनर हार्ट एट्याकहरू भएको पनि डायबिटिज पेसेन्टलाई। किन डायबिटिज भनेकै नामै साइलेन्ट किलर हो। साइलेन्टली तपाईँलाई मुटुको एट्याक भएको पनि तपाईँले चाल पाउनुहुन्न होला। त्यही भएर मुटुको जाँचहरू पनि तपाईँको एटलिस्ट वर्षमा एकचोटि गर्नु, समस्या नहुँदाखेरि पनि यसलाई स्क्रिनिङ गर्नुपर्ने भन्छ। त्यस्तै किडनी, नसाको जाँचहरू, आँखाको जाँचहरू सबै कुरा गर्नुपर्ने हुन्छ। यस्तो भयो भने तपाईँको रेगुलर फलोअप गर्नु सक्नुभयो भने तपाईँले भविष्यमा हुने आँखा, मुटु, किडनीको, नसाको समस्याहरू हामीले बचाउन सक्छौँ। किनकि सुरुमै इनिसियल फेजमा अलिअलि केही खराबी देखियो भने पनि त्यसलाई ट्रिटमेन्ट गर्नलाई हामीले रिभर्सल गर्न सक्छौँ भनेर।